नमस्कार, म विमल सापकोटा। तपाईँहरूले देखिरहनु भएको र सुनिरहनु भएको यो आवाजलाई लिएर फेरि म तपाईँहरू सामु आइसकेको छु। कार्नुस् विमल सापकोटाको नमस्कार। आजको कथा र विषयवस्तु थोरै फरक बनाउने तयारी गर्छु। हुन त यो दोस्रो अङ्क हो। ठुला स्रोत र साधन मात्र छन्, धेरै स्रोत र साधन जोड्न सकिएको छैन। गर्दैछौँ, हेरौँ के हुन्छ। यसै कथामा आज हामीले काठमाडौँबाट हाम्रो सबैले मान्नुपर्ने र हामीले अभिभावकै मान्नुपर्ने आदरणीय सुमित्राजी हामीसँग। सुमित्राजीको नेपाल बसाइमा पूर्णविराम कसरी लाग्यो र यहाँ आइसकेपछि सुमित्राजीको जीवनयापन कसरी चलिरहेको छ र देशको शैक्षिक गुणस्तर र विदेशको शैक्षिक गुणस्तर कस्तो छ भन्ने विषयमा प्रश्न पार्न उहाँसँग कुराकानी गर्दैछौँ। यो यात्रा सहज छैन, मैले बारम्बार भन्ने गरेका छु। यहाँ ठुला ठुला सपनाका झोला बोकेर आउनेहरू धेरै, सपनाका झोलाहरू कसैका सुत्केसका झोलामा दिनको को हुन्छ त, कसैको सपनाको झोलाभित्र धेरै धेरै समस्याका सपना ती पुरा हुन्छन् त। भयो भने फेरि सुनाउला सफलताका कथा, अहिले भने हाम्रा कथा हेरिदिनु न। म सम्पूर्णमा नमस्कार। उहाँ हुनुहुन्छ सुमित्राजी। उहाँको नाम जस्तै उहाँको कर्म छ। झन्डै उमेरले 40 टेक्न लागेको छ, टेकिसकेको छैन। तर उहाँले जीवनका पान्नाहरूमा धेरै भोगाईहरू भोगिसक्नु भएको छ। कहिले नेपालको एउटा सानो कक्षा कोठाभित्र विद्यार्थीलाई पढाउने काम होस्, या कहिले वैदेशिक रोजगारका लागि वैदेशिक भूमिमा दिनरात नभनी अँध्यारा गल्लीहरूमा दौडिने काम होस्, उहाँले यो उमेरमा ती दुईटै अनुभवहरू लिइसक्नु भएको छ। उहाँले आफू प्रिन्सिपल रहेर बालचौतरा स्कुलमा 2074 सालदेखि 2080 सालसम्म कार्य गर्दै आइरहनु भएको थियो। र उहाँको जीवनमा पनि यसरी पाना पल्टिन्छ कि एकैचोटि सुमित्राजी लन्डन प्रस्थान हुनुहुन्छ। त्यस पश्चात उहाँले 2023 नोभेम्बरमा युके आएर आफ्नो सङ्घर्षको यात्रा सुरुवात गर्नुहुन्छ। आउनुहोस् उहाँसँग कुरा गरौँ र उहाँबाट केही सिकौँ र केही सिक्दैछौँ हामी। सुमित्राजी अहिले डिमन्ड युनिभर्सिटीमा इन्टरनेसनल रिलेसन लाई लिएर चाहिँ अध्ययन गरिरहनु भएको छ। आउनुहोस् आज यो यात्राको क्रममा दिदी यो विदेशमै आउनुपर्छ भनेर आफ्नो शिक्षिका पेसालाई चाहिँ पूर्ण विराम लगाउँदा कस्तो महसुस भयो दिदी? यो कसरी सम्भव भयो? यो खासमा यसलाई पूर्ण विराम चाहिँ भन्न मिल्दैन। त्यो चाहिँ मेरो आफ्नो पेसेन्ट हो होइन। मैले धेरै वर्ष लगभग 15-16 वर्ष त्यो फिल्डमा म लागिसकेको छु र म यहाँ आउनुको उद्देश्य भनेको एउटा राम्रो डिग्री लिएर होइन, यो एउटा इन्टरनेसनल डिग्री लिएर फेरि यसलाई चाहिँ आफू अझै स्ट्रङ बनाएर, मसँग अलरेडी नेपालको डिग्री भनौँ न, मास्टर डिग्रीहरू सबै भए तापनि एउटा इन्टरनेसनल डिग्रीबाट चाहिँ फेरि म नेपालमा केही गर्दाखेरि पनि कसैले केही डगमगाउन नसकिने होइन, कुनै भोलि पोलिटिक्सले कसैले केही नगरेर नेपालमा एउटा राम्रो काम गर्न सक्छु भन्ने उद्देश्यका साथ एउटा डिग्री लिन्छु भनेर म चाहिँ यहाँ आएको हो। र यो मेरो भित्री पेसेन्ट हो। अहिले समय परिस्थितिले मैले ठ्याक्कै त्यसमा कन्टिन्युटी दिनलाई अब केही समय ब्रेक छ, तर मेरो फ्युचरमा म यसलाई फेरि कन्टिन्यू गर्छु भन्ने चाहिँ छ। यो यात्रा सहज छ सुमित्राजी? यो ठाउँ यहीँनेरि चाहिँ केही कुराहरू छन् जसले चाहिँ एकदमै स्टेपहरू र फेजहरू पार गर्नुपर्ने हुन्छ। हामी जति नै राम्रो टिचिङ गरेर लामो एक्सपिरियन्स भए पनि हामीले चाहिँ फरक देशमा र यहाँको कन्ट्रीको रुल्स अनुसार चाहिँ हामीले जानको लागि हामीले धेरै स्टेपहरू पार गर्नुपर्छ। त्योभन्दा पहिला चाहिँ पहिले मेरो आफ्नो एउटा डिग्री छ जुन चाहिँ अब लगभग 5-6 महिनामा कम्प्लिट हुन्छ। त्यसलाई सक्नुपर्ने फर्स्ट स्टेपलाई चाहिँ अगाडि छ र त्यो गर्ने प्रयासमा छु र म गर्छु नै।
मेरो भित्री एउटा आफ्नो एउटा इन्ट्रेस्ट पनि छ र त्यो गरेर देखाउनै छ मैले चाहिँ। यो उमेरमा यहाँ आइपुग्दाखेरि हिजो आफू चाहिँ शिक्षक भएर पढाइराखेको र आज चाहिँ आफू आफ्ना उमेरभन्दा अझै कमका साथीहरूसँग पढिराख्दाखेरिको अनुभव कस्तो हुँदो रहेछ? यो चाहिँ एकदमै कस्तो भने जब म स्टुडेन्ट भिजामा युके जान्छु भनेर जब अब स्टुडेन्ट भिजामा जाँदैछु भनेर चाहिँ नेपालदेखि नै धेरै आएको क्वेसनहरू भयो कि, जस्तो भनौँ यो उमेरमा वाइ भन्ने क्वेसन आयो, किनकि मेरो बाबु नै अलरेडी अब स्टुडेन्ट भिजामा बाहिर जाने टाइम भइसक्यो। तर म यो उमेरमा आएको देख्दा चाहिँ अब सबैजनाले अब एक खालको क्वेसनरहरू छ जुन अहिले सोध्नुभयो। तर एकदमै गाह्रो छ आफूलाई आफ्नो उमेरभन्दा 8-10 वर्षको सानो भाइ बहिनीहरूसँग चाहिँ आफूलाई भिजाएर होइन, उनीहरू सँगसँगै आफ्नो माइन्डलाई रिफ्रेस गराएर त्यही कुराहरूमा आफू जानु भनेको चाहिँ एक खालको गाह्रो नै हो। किनभने जति मैले सायद 8-10 वर्ष अगाडि मैले यो अपर्च्युनिटीहरू मैले पाएको थिएँ, त्यसमा मैले पर्फर्मेन्स जुन देखाउँथेँ त्यो केही न हदसम्म कम होला। तर आफूमा इन्ट्रेस्ट, आफूमा त्यो खालको एउटा भएपछि सायद समयले पनि, उमेर र समयले केही गर्दो रहेछ भन्ने चाहिँ मलाई फिल भएको छ। र म सँगसँगै लागिरहेको छु र सबैजना आफ्नो भाइ बहिनीहरूलाई आफ्नो साथी सँगसँगै समातेरै हिँड्न सफल भएको छु जस्तो चाहिँ मलाई फिल हुन्छ। हजुरहरू क्लासमा कतिजना नेपाली साथीभाइहरू हुनुहुन्छ? लगभग हाम्रो चाहिँ एउटा हाम्रो जुन इन्टरनेसनल रिलेसन टपिक भएको कारणले हामीसँग हुनुहुन्छ लगभग 10-15 जना चाहिँ हाम्रो बाहिरबाट, कोही टर्की अनि यता इन्डिया होइन, अनि बाहिरको देशको यहीँको पनि हुनुहुन्छ, ब्रिटिस 1-2 जना गरेर हाम्रो साथीहरू हुनुहुन्छ। तर मोस्ट अफ द चाहिँ हाम्रो नेपालीहरू पनि सँगै हुनुहुन्छ। यसमा चाहिँ नेपाली साथीहरू धेरै पढ्नका लागि विभिन्न रोजगारको सिलसिलामा वैदेशिक ठाउँमा आउने, हामीले यो नयाँ नौलो कुरा होइन, यो विगतदेखि भइरहेको कुरा हो। तपाईँले प्रत्यक्ष यहाँ बसेर एकजना शिक्षकको माध्यमबाट हेर्दै गर्दा ती विद्यार्थीहरूको आँखामा ती अक्षरका सुनौला भविष्य देख्नुहुन्छ अथवा रोजगारकै सिलसिलामा पैसै कमाउनुपर्छ भन्ने सिद्धान्तलाई आएका धेरै देख्नुहुन्छ? यो चाहिँ कस्तो देखियो भने मैले चाहिँ एउटा भनौँ न, यो अब जुन आफू त्यही फिल्डमा गएर घुम्दै गर्दाखेरिको एक्सपिरियन्स र जुन आफूले कल्पना गरेर उहाँबाट आएको थियो त्यो चाहिँ फरक पाएँ। जस्तो मैले मेरो एउटा साथी हुनुहुन्छ जस्तो अहिले अर्को फ्याकल्टीमा हुनुहुन्छ, उहाँले चाहिँ के गर्नुभएको थियो भने यहाँ आउनुभयो, जुन सब्जेक्ट पढ्छु भनेर उहाँ नेपालबाट गरेर आउनुभएको थियो। यहाँ आउँदै जाँदाखेरि चाहिँ उहाँले चाहिँ के सोच्नुभयो भने 15-16-17 हजारसम्मको त्यो कोर्स थियो। उहाँले चाहिँ के भने म यहाँ आइसकेँ, अब म यहाँ राम्रो पढ्छु होइन, राम्रो पढेर राम्रो डिग्री लिन्छु र मैले रोजेको सब्जेक्ट अझ टपिक चाहिँ यो चाहिँ राम्रो रहेछ, म यसलाई चेन्ज गर्छु, त्यसको फी 1-2 हजार बढी रहेछ भनेर उहाँले चाहिँ ठिक छ म फी बढी तिरेर भए पनि म एउटा राम्रो निकाल्छु भनेर चाहिँ उहाँले स्विच गर्नुभयो कि, पैसा बढी पेमेन्ट गरेर। धेरैजना चाहिँ अब सस्तो कोर्सहरूमा ट्रान्सफर हुँदै हुनुहुन्थ्यो भने उहाँले चाहिँ पढ्ने उद्देश्यले त्यसमा जानुभयो कि। अनि फेरि पछि उहाँले चाहिँ अहिले आजभोलि अब उहाँसँग कन्टिन्युटी छ। अनि मैले भन्छु तिमी त एकदम राम्रो पढ्ने र उद्देश्यले आफ्नो सब्जेक्टलाई महँगो उसमा पनि चेन्ज गर्यो, के छ त भन्दा उहाँले के भन्नुहुन्छ भने मैले बेकार चेन्ज गरेँ भन्नुहुन्छ कि। किन त भन्दाखेरि अब काम गर्नै पर्यो, कामलाई म्यानेज गर्नै पर्यो, त्यो सँगसँगै पढाइ गर्नु पर्यो। पढ्ने भनेको त यहाँ एकदमै गाह्रो रहेछ। जुन सोचेर मैले स्विच गरेँ त्यो चाहिँ मैले पाउन गाह्रो भयो। मलाई अहिले मैले जुन टाइम दिन्छु भनेको थिएँ, मैले कामको र पढाइ सँगसँगै लैजाँदाखेरि कामको लोभ हुन्छ, 20 आवर भन्दा रिस्ट्रिक्सन छैन। यहाँ फेरि अब एजेन्सीबाट काम गर्ने भनेपछि हामीलाई काममा कुन टाइममा बोलाउँछ, कतिखेर बोलाउँछ, कतिखेर आफू रेडी भएर बस्नुपर्छ भन्ने स्योर छैन। अनि त्यो नभइसकेपछि उहाँले अब एनी टाइम रेडी भएर बस्नु पऱ्यो, जुन टाइममा आफ्नो क्लास हुन्छ त्यही टाइममा उहाँलाई कामले बोलाइदिन्छ। अब काम या पढाइ त्यो चुज गर्नु पऱ्यो। त्यो चुज गर्दाखेरि चाहिँ नि उहाँले कामलाई चुज गरेछु मैले दिदी, मैले कामलाई चुज गरेर मैले धेरै क्लासहरू स्किप गरेँ, मैले केही फ्रुटै भएन भन्ने हुन्छ। त्यसैमा अब मेरै केसमा पनि कहिलेकाहीँ कस्तो हुन्छ भने नाइट गरिन्छ, नाइट काम गरिन्छ, त्यही नाइटको निन्द्रामा आएर म डेमा क्लासमा बसिरहेको हुन्छु, तर मेरो अन्डरस्ट्यान्डिङ लेभल चाहिँ एकदम डाउन भइरहेको हुन्छ कि। भनौँ न मलाई यदि त्यो कामको स्ट्रेस थिएन, मलाई मनीको प्रब्लम थिएन, फाइनेन्सियल्ली मलाई स्ट्रेस थिएन भने सायद यसमा धेरै राम्रो अपर्च्युनिटी हो, धेरै राम्रो डिग्री हो, धेरै राम्रो तरिकाले पढाइरहेको छ क्या। हामीले यो खालको डिग्री पाउन गाह्रो हो, तर त्यो चाहिँ फुल्ली लगाएर चाहिँ यहाँ सकियो। काममा पनि ध्यान दिनु पर्यो, अब पढाइ सँगसँगै दिनु पर्यो। त्यसमाथि फ्यामिली प्रेसर छ, फ्यामिली आफ्नो कन्ट्रीको लोनहरू भार बोकिराख्नु भएको छ भाइ बहिनीहरूले। योबाट चाहिँ तात्पर्य
एउटा कन्क्लुजन के आयो भन्दा पढ्छु भनेर एउटा पढाइकै उद्देश्यले आए बहुत राम्रो छ, पढ्छु नै भन्दा अब पढ्छु र काम गर्छु दुइटै भन्दै आउँदाखेरि चाहिँ आफू गुना आफूले कसरी म्यानेज गरिन्छ र फ्यामिलीबाट कस्तो सपोर्ट मिल्छ त्यहीमा भर पर्ने भयो। र यो आधारमा हामीले भन्न सकिन्छ कि पढ्छु भनेर विदेशमा आउने विद्यार्थीहरूको भविष्य पढ्नका लागि एकदमै राम्रो छ, धेरै राम्रो छ। यति राम्रो छ यहाँको पढाउने सिस्टम, जुन तरिका एउटा पढिसके पछाडि त्यसलाई कुनै न कुनै फिल्डमा लगेर हामीले प्रयोग गर्नै सकियोस् भन्ने उद्देश्यका साथ करिकुलम बनाइएको छ कि जुन हाम्रो ट्रेन अब हामीले हाम्रो देशलाई त्यहीबाट हामी आएको छौँ त्यो भन्न त परेन, तर जति हामी नोटहरू लेख्थ्यौँ, जति हामीले थ्योरीहरू पढ्थ्यौँ, जति हिस्ट्रीहरू पढ्थ्यौँ, ती सबै युज हुने सम्भावनाहरू जति कम थिए, तर यहाँको स्टडीले चाहिँ हामीले केही किन केही देखाउन सक्छौँ कि। तर त्यसको लागि स्टुडेन्ट चाहिँ फाइनेन्सियल फ्री हुनु पर्यो, टाइम फ्री हुनु पर्यो, तर त्यो चाहिँ पाइराख्नु भएको छैन। त्यसै कारणले गर्दा केही न केही कुरा सेक्रिफाइस गर्नु परेको छ, या त पढाइ सेक्रिफाइस गर्नु पर्यो या त पैसा सेक्रिफाइस गर्नु। ठिकै छ। अब आउने साथीभाइहरूले यो हेरेर यसबाट केही मूल्याङ्कन गरेर आउनुहुनेछ भन्ने आश गर्छौँ। र सुमित्राजी अब अलिकति विगतमा फर्क्यौँ न। विगतमा फर्किँदाखेरि त्यो टक्क बिहान उठेर आफ्नो विद्यालयतर्फको यात्रा, त्यसपछि क्लासमा आफू प्रिन्सिपल, एक त त्यो यात्रा कतिको राम्रो थियो, कतिको सहज थियो र त्यो यात्राले कसरी यतातिरको यात्रालाई चाहिँ एकदम हुरी आए जसरी बढारेर तपाईँलाई यहाँ ल्याइदियो नि यो ठाउँले त कसरी? अब केही समय यो कस्तो हुँदो रहेछ भने समय परिस्थितिले अब यहाँ भिज्दै गइसके पछाडि हामीले त्यो ठाउँ, म त्यो ब्यागमा के थिएँ होइन, म ब्यागमा के थिएँ भनेर चाहिँ कस्तो लाग्छ भने सम्झिँदाखेरि आफूलाई गाह्रो भएर आउने कि। किन भन्दाखेरि गाह्रो हुनुको कारण के थियो भन्दा जुन तरिकाको लाइफस्टाइल मैले वहाँ जिरहेको थिएँ त्यसमा यहाँ केही पनि छैन, एकदम अपोजिट छ होइन, अपोजिट छ। आफूले, मलाई त्यो एउटा याद छ जुनै समयमा चाहिँ एकदमै घाम लाग्यो, म्याम तपाईँलाई चिया के अरे पानी चिसो ल्याइदिउँ अथवा चिया ल्याइदिउँ भनेर आफ्नो वरिपरि 3-4जना सिस्टरहरू हुनुहुन्थ्यो। अहिले त्यो कुराको कल्पना पनि गर्न सकिँदैन यो ठाउँमा। सबै कुरा आफै गर, पकाउनेदेखि लिएर आफ्नो कामलाई म्यानेज गर्नेदेखि लिएर कामको स्टेसनमा जुन ठाउँमा काम गर्न गइन्छ त्यो ठाउँमा आफ्नै कुरामा सबै स्टार्टिङदेखि सबै लास्टसम्म आफै नै गर्नुपर्ने हुन्छ कि। अनि त्यो देख्दाखेरि चाहिँ ओ माई गड होइन, त्यो सबै हुन्छ म किन यहाँ आएँ होइन, मैले किन यस्तो ठाउँमा आएँ र मैले यहाँ के को खोजीमा छु भन्ने कुरा चाहिँ कहिलेकाहीँ आफैलाई सोच्न बाध्य बजाउँछ कि, त्यो बाध्य बनाउँछ। अनि फेरि यी बाटाघाटा, यी पक्की सडकमा हिँड्दै गर्दा ती नरसाएका आँखाहरू कहिलेकाहीँ रसाए कि रसाएनन् सुमित्रा? एकदमै। त्यो भाइले अहिले मलाई फेरि विगत सम्झाउनु भयो होइन। मलाई सायद अब कस्तो हुन्छ भने भाइ ओहो उहाँ त एकदम स्कुल चलाएर बसिराख्नु भएको थियो, त्यो पनि फेरि मेरो स्कुल एकदम राम्रोसँग चलिरहेको थियो होइन, एकदम राम्रो उसमा थियो। यो ठाउँमा अहिले यतिखेर अचानक किन उहाँ जानुभयो भनेर क्वेसन मार्कहरू धेरै आउँथे। अब त्यो परिस्थितिले मलाई गरायो। हिजो म यो ठाउँमा एउटा चाहिँ मेरो उद्देश्य भनेको राम्रो डिग्री लिउँ र नेपाल जस्तो ठाउँमा चाहिँ म जस्तो सिचुएसनमा पनि आफू स्ट्रङ बनाऊ है। अब म स्ट्रङ बन्नुपर्छ र अब नेपालको मात्र डिग्री होइन, म एउटा इन्टरनेसनल डिग्री लिएर म ब्याक नेपाल आएर म केही गर्छु भन्ने उद्देश्यले आएँ। तर यो फेजमा म त स्ट्रगल त गर्नु पऱ्यो नि। यहाँ त नेपालको पैसाले, नेपालको रुपीले त यहाँ त मिनेट चल्दैन। हरेक रेन्टै हामीले 1-1.5 लाखसम्मको रेन्ट तिर्नुपर्ने हुन्छ फ्यामिली बसेको कन्डिसनमा। त्यसको लागि त हामीले रेगुलर बेसिसमा काम गर्नै पर्यो। त्यो काम गर्ने सवालमा हेर्दाखेरि हामीले फेरि अब हिजो म कुर्सीमा बस्थेँ, कलम चलाउँथेँ होइन, अब म त यस्तो हुनु पर्थ्यो, मलाई त त्यही कुराको यहाँ चाहियो भनेर बस्न थालेँ भने अब मेरो यहाँ चाहिँ बाहिरको बास हुने सम्भावना हुन्छ। मैले मेन्टली प्रिपेयर भएर म जस्तो काम पनि गर्नलाई म रेडी हुनै पर्छ। कस्तो जस्तो भन्नाले कस्तो काम गर्नुपर्छ? एउटा चाहिँ कुरा कस्तो छ भने काम गर्दै जाँदाखेरि चाहिँ हामीले अब काम गर्दै जाँदाखेरि जस्तो कामलाई पनि एक्सेप्ट गर्नु पर्यो, त्यो आफ्नो ठाउँमा छ। कामको रेस्पेक्ट यहाँ दिन्छ। त्यो यो त श्रमको सम्मान भएको देश हो। श्रमको सम्मान छ, तर पनि अब आफ्नो ब्याकग्राउन्डले पिर्छ नि त। म के हो भनेर क्वेसन, ओहो आफ्नो त्यो नेपालमा जे भएर बसिराखेँ त्यो कुराले त झकझकाउँछ नि त यहाँनिर। अब केही समय हजुरले भने जस्तै बाहिरको ठुलो पार्कमा ठुल्ठुलो बिल्डिङ अगाडि फोटो भिडियो राखेको जस्तो लाइफ यहाँ छैन क्या।
किनभने वर्क बेसमा जाऊ, तिमीले गरेको फोहोर तिमी आफै क्लिनअप गर, लास्टमा हामीले क्लिनअप गर्ने एउटा सिस्टम हुन्छ। त्यो क्लिनअप भनेको त हाम्रो छुट्टै क्याटेगोरी स्टाफ राखिन्थ्यो नेपालमा। हाम्रो टेबलमा राखेको टेबलको ग्लास उठाउने अर्कै राखिन्थ्यो, त्यो सम्भावना छैन। तिम्रो आफ्नो ग्लास आफै धो, यसले त सिकायो नि त्यो त गर्नु पर्यो। त्यो त आफैमा धेरै आफूले कुराहरूमा डिफ्रेन्ट गरायो कि आफैले आफूलाई एनर्जेटिक बनायो। ओ यो हो काम, टाइमको महत्त्व थाहा भयो। हिजो मैले मेरै स्कुलमा स्टाफमा कस्तो लाग्थ्यो भने 5-10 मिनट लेट है आज म्याम, मलाई यो रिजनले थियो भन्दा के थियो यो रिजन, अब रिजन सुन्नपट्टि लागिन्थ्यो कि मलाई के फिल हुन्छ भने म फेरि ब्याक टु नेपाल गएँ भने म स्ट्रिक्ट फर्स्टमा चाहिँ टाइममा हुन्छु कि कति स्ट्रिक्टनेस हुनुपर्ने रहेछ, टाइमलाई पङ्क्चुअलिटी कति देखाउनु पर्ने रहेछ भन्ने कुराहरू सिकायो। हजुर। अनि यो कुराहरूले चाहिँ गर्दाखेरि चाहिँ सिकाइ सँगसँगै आफ्नो चाहिँ कति कुराहरू सेक्रिफाइस पनि छ। अब केही कुरा गर्नु नै छ, केही कुरा आफूले पोजिटिभ देखाउनु नै छ भने आखिरी कामै त रहेछ नि, यसलाई हाम्रो सोचाइलाई चेन्ज गर्नुपर्ने रहेछ भन्ने कुराहरू पनि लाग्छ। म कुर्सीमै बस्नु पर्थ्यो, म यसरी नै गर्नु पर्थ्यो भन्ने पनि त भएन नि। त्यो सबै कुरालाई चाहिँ आफू मेन्टली प्रिपेयर चाहिँ एकदम हुनुपर्छ। हजुर मेन्टली प्रिपेयर हुनुहुन्थ्यो? म मेन्टल्ली यस्तो थिएँ, मैले चाहिँ के सोच्दै थिएँ भने म केही समय गर्दै जान्छु, सँगसँगै अब म आफ्नै फिल्डमा इजिली त्यसलाई जान्छु र यो यति धेरै गाह्रो छ होला भन्ने मैले सोचेको थिएँ। तर सुरुमा आउँदाखेरि तर समय परिस्थितिले 2-4 महिना जुन चाहिँ अब सुरुमा त भन्ने बित्तिकै जतिसुकै प्रोफेसनल तिमी जेसुकै डिग्री गर अथवा तिमी जेसुकै ब्याकग्राउन्डबाट आऊ, सजिलै यहाँ काम पाउने कन्डिसन थिएन। सुरुमा काम त मलाई गर्नु पर्यो, अब फ्यामिली छ, बच्चासँगै लिएर आएको छु, त्यसको लागि त मैले एउटा न एउटा काममा एडजस्ट गर्नै पर्यो, त्यो त छँदै थियो। तर अब भनेको जस्तो काम खोज्दै गयो त झन् त्यहाँ सम्भावना झन् लम्बिनी भयो नि त, एडजस्ट त गर्नु पर्यो। अनि जे पनि अब म जस्तो काम पनि गर्छु, जे काम पनि गर्छु भन्नेमा चाहिँ म आफूले आफूलाई रेडी गराएँ, मेन्टली प्रिपेयर गराएँ, जसले गर्दा मेरो फ्यामिलीलाई राम्रोसँग चल्न सजिलो भयो, फाइनेन्सियल पार्टबाट अलिकति सहज हुन थाल्यो र आफूले कामलाई पनि एनी टाइम अभाइलेबल, कुन टाइममा हामीलाई कतिखेर बोलाउँछ भन्ने कुरा स्योर हो, त्यसको लागि रेडी भएर बस्नु पर्यो। एउटा सानो उदाहरण दिनु न है, तपाईँलाई अप्ठ्यारो लाग्दैन भने विदेश आइसकेपछि कस्तो काम गर्नुपर्ने रहेछ, विद्यार्थीले कहाँ ठक्कर खाइदो रहेछ? विद्यार्थीले त हामीले त अब कस्तो हुन्छ नि, अब जस्तो म मेरो फिल्ड टिचिङ फिल्ड भयो, अब टिचिङ फिल्डमै म काम गर्छु भन्ने लाग्यो भने अप्सनै नभएको होइन, त्यसमा हाम्रो केही स्टेप्सहरू छ, त्यो स्टेप्सहरूलाई हामीले पार गर्दै गएर त्यसैमा ध्यान दियो भने गर्न सकिन्छ। तर मेरो केसमा के भइदियो भने मन्डे टु फ्राइडे जानु पर्यो, 9 to 3 मा स्कुलको रनिङ हुन्छ। जुन टाइम भनेको मेरो युनि टाइम भनेको त्यही समयमा हुन्छ। युनिको रुटिनले मलाई 2-3 दिनसम्म मलाई जानु पर्ने भयो। अब मेरो टाइम अनुसार चाहिँ मैले यहाँ काम खोजेर पाइनँ, पोसिबल छैन कि। जस्तो मेरो टाइम अनुसार चाहिँ मैले ठ्याक्कै मलाई यही समयमा चाहिँ म अभाइलेबल छु, मेरो यो टाइम दिनु पर्यो भनेर मेरो त्यतिको गर्न सक्ने भएन। अब मलाई के चाहियो, जस्तो समय अब हामीले गर्ने भनेको अहिले मैले उसमा गर्ने भनेको अब हामीले वेयर हाउसतिर हुन्छ कि अथवा कति क्यास इन ह्यान्ड भनेर हामीले क्याफे रेस्टुरेन्टहरूतिर एज अ वेस्ट्रेस गर्न सकिन्छ कि होइन, जुन ठाउँमा हो त्यसैमा गरिन्छ। मैले कतिपय ठाउँमा वेट्रेसहरू पनि गरेँ यहाँ आएर फिल्ड चेन्ज गरेर, र प्याकिङहरू गर्ने कामहरू गरिरहेको छु अहिले केही समयलाई आफूले। तपाईँको यहाँको बसाइ सुखद रहोस्, हजुर, तपाईँको बाबुको भविष्य ठुलो भविष्य बोकेर आउनु भएको छ, त्यो पुरा होस्। हजुरको कथामा लागेको पूर्णविराम फेरि हटेर क्रमशः भनेर जुन लेखेर आउनु भएको छ, त्यो चाहिँ ब्याक टु नेपालमै गएर चाहिँ सुरुवात होस् फेरि। यो कतिको आश लाग्छ तपाईँलाई? मलाई चाहिँ कस्तो भयो भने म हिजो अब जुन टाइममा मैले टिचिङ गर्दै गएपछि मलाई के भयो भने अब म टिचिङ मात्रै होइन, मेरो आफ्नो एउटा स्कुल खोल्छु होइन, म आफ्नो एउटा स्कुललाई रन गर्छु भनेर जुन टाइममा मैले लगानी हालेँ, त्यो टाइममा चाहिँ एउटा भनौँ न अब कस्तो भने लकडाउनहरू सुरु भयो। अनि मैले मेरो बच्चा लिने भनेको अन्डर 5, 6को सानो बच्चाहरूसँग मसँग आउने बच्चाहरू भए, त्यो बच्चाहरू चाहिँ जुन टाइममा चाहिँ होममा राखिदिनु भयो। अब त्यो पोसिबलै थिएन अनलाइनमा ल्याउनुहोस् तपाईँको बच्चा पढाउनुहोस् भन्ने कन्डिसन पनि थिएन। मैले अलमोस्ट 2 इयर्स भनेको चाहिँ एकदम फाइनेन्सियल स्ट्रेसमा म गएँ कि। त्यो फाइनेन्सियल स्ट्रेसमा जाँदाखेरि मलाई सपोर्टर भनेर एउटा म जस्तो अब एक खालको युवा कतैबाट सपोर्ट भन्ने कुरा भएन मलाई, न गभर्मेन्टबाट भयो कतैबाट भयो, अब त्यो हुने कन्डिसन पनि थिएन होइन। हामीले आशा गर्ने देशको स्थिति त्यस्तो छ, त्यो थिएन। मैले चाहिँ के सोचेछु भने म भोलि ब्याक टु नेपाल गएँ भने मैले जुन लेभलमा मैले 100-150 बच्चा जुन आफ्नो रोबरमा राखेको थिएँ,
म फाइनेन्सियल फ्री भएर र म एउटा यति राम्रो एउटा एजुकेसन लिएर गएर चाहिँ कुनै एउटा नेपालको ठाउँमा गएर चाहिँ त्यसलाई राम्रोसँग एजुकेसन दिन सक्ने क्यापेबलको भएर चाहिँ जान्छु है। चाहे त्यो त्यसमा मलाई यतिखेरको कन्डिसनमा चाहिँ मैले बच्चाहरूबाट फी उठाएर अथवा केही गरेर नहोस् एउटा फ्री एजुकेसन दिन सकियोस् अथवा केही न केही गरेर एउटा राम्रो प्रडक्ट निकाल्नमा सफल बनाउन सक्ने उद्देश्य बोकेर जाने चाहिँ मेरो एकदमै एउटा उद्देश्य छ। तपाईँको यो अध्यायको सुरुवात कोभिडै हो? एक खालको कस्तो भइदियो भने कतिपय मलाई चाहिँ कता कता कोभिडै जस्तो मलाई धक्का भयो कि जुन टाइममा मैले 8-10 वर्षसम्म स्कुल रन एज अ टिचर मात्रै गरेँ। अब सधैँ अरूको काममा किन गर्ने, अब आफू गर्नु पर्यो, आफ्नो तरिकाले चाहिँ मैले स्कुल खोल्नु पर्यो मैले भनेर म जुन टाइममा गरेर मैले फुल्ली आफ्नो स्कुल लिएँ त्यही टाइममा मेरो चाहिँ कोभिडको स्टार्ट भइदियो होइन। कोभिड स्टार्ट भएपछि लगभग 2 वर्षसम्म मैले त्यो स्कुलको इन्कम लिएन। मैले ठुलो एरियामा ठुलो लगानी राखेर होइन स्कुललाई चाहिँ मैले चलाइरहेको थिएँ। त्यसको लागि चाहिँ मैले त्यसको इन्ट्रेस्ट अनि स्यालेरी, टिचर स्यालेरी अनि आफ्नो रेन्टको एक्सपेन्सेसहरू त्यो सबै मैले कभर गरेर बस्दाखेरि मलाई एकदमै धेरै गाह्रो कन्डिसन चाहिँ आएको थियो। अब त्यसमा मैले त्यो जिनतिन मैले चलि नै रहेको थियो, फेरि पनि स्कुल राम्रैसँग चलेको कन्डिसनै थियो। तर पनि मलाई कस्तो भयो भने पुरै फाइनेन्सियल भने इन्भेस्टलाई नै मैले कभर गर्नलाई मैले धेरै वर्ष कुर्नु पर्ने अवस्था थियो कि 8-10 वर्षलाई मैले कुरेर त्यसको इन्भेस्ट निकाल्ने अनि फेरि त्यसमा पनि नेपालको सिचुएसनमा जुन मेरो स्कुलमा आउने भनेको जुन एज ग्रुप मैले रिसर्च गर्न थालेँ। मैले त एउटा स्कुल के गरेको थिएँ, म त कुनै गभर्मेन्ट स्कुलबाट चलाएको थिएन, मैले त मेरो आफ्नै लगानीबाट गरिरहेको थिएँ। त्यो भइसकेपछि मैले त फाइनेन्सियल कुराहरू पनि हेरेँ नि त। फाइनेन्सियल कुरा हेर्दाखेरि म के थिएँ भन्दा म राम्रो स्कुल चलाउँछु, राम्रो फ्री स्ट्रक्चर लिन्छु र राम्रो बच्चाहरूलाई राम्रो इन्भाइरोमेन्ट क्रिएट गर्छु भनेर लाग्दाखेरि मैले त्यो सिचुएसन भएन। किन भन्दा जुन प्रोडक्टिभ एज देखेँ मैले नेपालमा मेरो आफ्नो एरियामा रिसर्च गर्दाखेरि ती सबै चाहिँ विदेश जान थाले। उनीहरू आफ्नो विदेश जाने, विदेशमै आफ्नो बच्चाहरू गरिसके पछाडि त मेरो फ्युचर मैले 5-7 वर्ष पछाडि मेरो फ्युचर गाह्रो छ कि भने मैले एडजस्ट गर्नुपर्छ। त्यो थोरै फी लिएर थोरै एउटा बच्चालाई एउटा सेवा सुविधा लिएर म आफू कि त्यसमा जानु पर्यो कि मैले सेक्रिफाइस गर्नु पर्यो। त्यस्तो अप्सनहरू मैले देखिसके पछाडि मैले मेरो फ्युचरलाई मैले धेरै कम देखेँ। अनि मैले चाहिँ अब कि म फाइनेन्सियल स्ट्रङ, म एजुकेसनमा एकदम स्ट्रङ, भोलि नेपालको पोलिटिक्सले मलाई केही असर नहुने तरिकाले म केही न केही बन्नुपर्छ। र मेरो बाबु पनि विदेश जाने टाइम भयो। अब मैले बाबुलाई पनि एक्लै गएर स्ट्रगल गराउनु भन्दा म फ्यामिली नै जान मिल्ने ठाउँमा गएर एउटा कुनै केही गर्छु भनेर चाहिँ मैले यो उमेरमा आएँ र एउटा सानो आशाको गर्दैछु। सूर्यको सानो किरणले पनि धरतीमा धेरै उज्यालो छर्छ रे सुमित्राजी। यो हाम्रो कार्यक्रमको अगाडिको इन्ट्रोमा हामीले राखेका थियौँ पहिला पनि। जबसम्म एउटा सानो झिल्काले प्रकाश दिँदै जान्छ पछि ठुलो रूपमा प्रकाश देखिन्छ। त्यसरी नै तपाईँले पनि जुन एउटा सानो उद्देश्य लिएर आएर सुरुवात गरेर आफ्नो भविष्य सँगसँगै आफ्नो बाबुको आफ्नो फ्यामिलीको भविष्य देख्नु भएको छ। यो कथा सफलताका कथाहरूमा परिणत हुन्, यो शुभकामना दिन चाहन्छु। र यहाँ आउने नेपाली विद्यार्थी साथीहरूलाई तपाईँको भिडियो मार्फत, तपाईँका सन्देशहरू मार्फत मोटिभेट हुन्, एउटा राम्रो सन्देश जाओस्। तपाईँले सिकेका सिपहरू, तपाईँले देखेका सपनाहरू र तपाईँले बोलेका बोलीहरूबाट कसैको जीवनमा केही परिणत आओस्, केही थप हरियाली आओस् भन्ने हामी आश गर्छौँ। र यो भिडियोबाट यो सानो छोटो धेरै हामीसँग स्रोत र साधन पनि छैन, हामी पनि सीमित स्रोत र साधनका बावजुद पनि तपाईँको यो सानो कथालाई हामीले दर्शक सामु पस्किने तयारी गऱ्यौँ। यसका लागि हजुरप्रति धेरै धेरै धन्यवाद। र अब आउने नयाँ साथीहरूका लागि के भन्न चाहनुहुन्छ र यो हाम्रो सानो प्रयासलाई पनि हजुरले स्वीकार दिनुभयो, हामी सामु आइदिनु भयो, यसका लागि म हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। यो सानो छ, यसलाई ठुलो बनाइदिनु हुन हजुरहरूलाई पनि अनुरोध गर्दछु। र अब आउने साथीहरूलाई के भन्न चाहनुहुन्छ? जस्तो मैले चाहिँ एउटा के बुझेँ भने जस्तो यदि मानिस के अरे कुनै पनि भाइ बहिनीहरूलाई चाहिँ आउने हुँदाखेरि चाहिँ विदेश यो ठाउँमा आउँदाखेरि चाहिँ म के भन्न चाहन्छु भने आफू मेन्टल्ली प्रिपेयर भएर आउनु पर्यो। जस्तो सुकै सिचुएसनलाई पनि म ह्यान्डल गर्न सक्छु र म भोलि मेरो ब्याकग्राउन्ड मेरो के थियो, म कहाँ छु भनेर नगरिकन यहाँको समय र परिस्थितिलाई फेस गर्न सक्ने तरिकाले चाहिँ हामीले आउन सक्नु पर्यो। र सँगसँगै
अझ म चाहिँ के भन्छु भने यदि ब्याचलरसम्मको चाहिँ डिग्री चाहिँ हामीले नेपालबाटै लिएर मास्टर पढ्न आउनुभयो भने चाहिँ यहाँ धेरै सजिलो छ र ब्याचलरैसम्म पढेर सबै फाइनेन्सियल बोकेर आउँछु र फाइनेन्सियल स्ट्रेस सँगसँगै एजुकेसन अलिकति गाह्रो छ त्यसलाई विचार गरेर आफूले रिसर्च गरेर आउनुभयो भने चाहिँ यसलाई नेगेटिभमा जानु पर्दैन यसले चाहिँ पोजिटिभै दिन्छ तपाईँको पुरै लाइफ स्टाइललाई चेन्ज गराउँछ तपाईँले सब धेरै कुराहरू सिक्न पाउनुहुन्छ र आफू झन् बढी स्ट्रङ हुनुहुन्छ यो कार्यक्रम यस्तो कस्तो भने अब यतिको मैले चाहिँ आएको लगभग 1.5 वर्ष 2 वर्ष भयो होइन नलाग्यो अब यसमा चाहिँ कति कुराहरू चाहिँ आफ्नो पनि कति सेयरिङ गर्न मन भएको थियो यो मौका दिलाइदिएर यहाँले यो जुन सुरुवात गर्नुभएको छ यसको लागि एकदम अल द बेस्ट र यो धेरै राम्रो भएर जाओस् र यहाँलाई साथ सपोर्ट हामी पनि दिन्छौँ र आगामी दिनहरूमा चाहिँ एकदम अल द बेस्ट। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। हामी सुरुवाती क्रममा छौँ, केही गल्ती भए माफ गरिदिनुहोला, सुधारी अघि बढ्नेछौँ।